यो भिडियो दोलखाको राष्ट्रिय स्वतन्त्र पार्टीको जनलहर तपाईहरुलाई थाहा छ रहेछ। अनि यो पालि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउँ सबैजना मिलेर। अनि जति पनि नेपालमा बस्नुहुने दाजुभाइ दिदीबहिनी आमा बुवाहरुलाई मेरो व्यक्तिगत तर्फबाट विनम्र अनुरोध छ, यो पालि स्वतन्त्र पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिउँ। अनि जति पनि विदेशमा बस्दै बस्नुहुन्छ उहाँहरूलाई पनि घरमा एकल फोन गरेर अनि यो चोटि राम्रो मान्छेलाई भोट दिउँ भनेर सम्झाउनु होला सबैजनाले। अनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकचोटि हामीले चान्स दिनुपर्छ। पुरानो पार्टीलाई हामीले धेरै हेर्यौं, यो पालि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ चान्स दिनुपर्छ। धन्यवाद।